त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय। तर विद्यार्थीहरूले आफ्नो ट्रान्सक्रिप्ट जारी गर्न अघि 1 वर्षभन्दा बढी कुर्नु परेको छ भन्ने सुन्दा तपाईँ अचम्ममा पर्नुहुन्छ। यी समस्याहरू दुईवटा अनुसन्धानले गहिरो रूपमा केलाएका छन्। पहिलो अनुसन्धान TJSSR यानि द जर्नल अफ सोशल साइन्स स्टडिज एन्ड रिसर्चमा 2024 सेप्टेम्बरमा प्रकाशित र दोस्रो अनुसन्धान एनजी जर्नल अफ सोशल डेभलपमेन्ट 2024 डिसेम्बरमा प्रकाशित। लेट्स लुक दिस इन्टु 60 सेकेन्ड सर्च। दुवै अनुसन्धानले ट्युलको परीक्षा प्रणालीमा 6 वटा गम्भीर समस्या देखाएका छन्, जसमा राजनीतिक हस्तक्षेप, ढिला प्रक्रिया, म्यानुअल सिस्टम्स, केन्द्रीकृत निर्णय, सुरक्षा अभाव र प्रविधिमा पहुँचको समस्या। साथै शोध अनुसार समाधानहरू पनि त्यस्तै प्रस्तुत छन्। डिजिटल फार्म प्रणाली, प्रयोग मैत्री पोर्टल, क्षेत्रीय